मेरो उम्मेदवारी काठमाडौँ क्षेत्र नम्बर 1बाट वैदिक सनातन हिन्दू राष्ट्र निर्माण सहितको तपाईँलाई भने है वैदिक सनातन हिन्दू राष्ट्र नेपाल सहितको काठमाडौँ क्षेत्र नम्बर 1बाट मेरो उम्मेदवारी रहन्छ। राष्ट्रिय झन्डाको अभियानमा छु। यहाँ तपाईँहरू सबैलाई थाहा नै छ, देशव्यापी यो कुरा थाहा छ। 13 वर्षसम्म म संसदमा हाम्रा आवाज कसैले लगिदियोस्, 13 वर्षसम्म कसैले हाम्रा मुद्दाहरू बोलिदियोस् भनेर हामी बसिरहँदाखेरि कोही कसैले पनि न राप्रपाले नयाँ दलले न विवेकशीलले अथवा कसैले पनि के काङ्ग्रेस एमाले माओवादी कसैले हाम्रा विचार बोकेर संसदमा बोलेनन्। यो देश पोसाकविहीन हुँदा पनि कोही बोलेनन्, राष्ट्रिय झन्डा जलाउँदा नि कोही बोलेनन्। आज तपाईँको चाहिँ हिन्दू मुस्लिमको यत्रो आन्दोलन भइरहेछ, कोही बोल्नेवाला छैनन् होइन। त्यो अवस्थालाई मध्यनजर गर्दै म चाहिँ कसैको पनि तपाईँको चाहिँ पछाडि नलागिकन मेरो उम्मेदवारी काठमाडौँ क्षेत्र नम्बर 1बाट वैदिक सनातन हिन्दू राष्ट्र निर्माण सहितको तपाईँलाई भने है वैदिक सनातन हिन्दू राष्ट्र नेपाल सहितको काठमाडौँ क्षेत्र नम्बर 1बाट मेरो उम्मेदवारी रहन्छ। मेरो उम्मेदवारीको सवालमा भोलि बिहान मिलेर नयाँ शक्ति कोही आएर मैले तपाईँले भने जस्तो लौरो हुनसक्ला, भोलि बिहान तपाईँको चाहिँ अरू कुनै तपाईँको चाहिँ चुनाव चिन्ह हुनसक्ला। जसरी भए पनि म आफ्ना विचार बोकेर संसदमा जाने हो। मेरो संसदमा जानको लागि मलाई कसैले पनि रोक्दैनन् र मैले बोकेका मुद्दा राष्ट्रको लागि 1.5 दशकभन्दा लामो समयदेखि म लागिरहेको छु भन्दै आउँदो संसदीय चुनावमा मेरो उम्मेदवारी रहन्छ। फागुन 21 गते चुनाव भए पनि रहन्छ, फागुन 21 गते चुनाव नभएर पनि रहन्छ। र यदि सर्वोच्चले तपाईँको चाहिँ यसलाई उल्ट्याएर फेरि तपाईँ चाहिँ संसद पुनर्स्थापना गर्ने भन्यो भने सडकमा सबैभन्दा पहिले यिनीहरूको नाराबाजी गर्दै यिनीहरूलाई मुर्दाबाद भन्दै सडकमा सबभन्दा पहिले हामी जानेछौँ। चुनावको विकल्प छैन। जेनजीका माग सम्बोधन हुनुपर्छ, शहीद परिवारले न्याय पाउनुपर्छ र जति पनि चाहिँ अहिले पीडित भएका छन् त्यो सबै पीडित परिवारले न्याय पाउनुपर्छ। त्यसको लागि म राजनीतिमा नजाउँ कि भनेर लामो समय म होल्ड बसेको हो। तर पोलिटिक्समा हामी जतिको मान्छे ब्याक बस्दाखेरि चाहिँ केही न केहीका मान्छेहरू गएर तपाईँको चाहिँ सरकारमा जाने, केही न केहीका मान्छेहरू सरकारमा गएर आफ्नो उपस्थिति जनाउने, यो अत्यन्त तपाईँको चाहिँ यो निर्लज्ज छ। त्यो भएर हामी सरकारमा जान्छौँ, सबैजना मिलेर जान्छौँ। को मिल्ने के मिल्ने भन्ने कुरा अब घोषणा गरिसके पछाडि अब एकता गर्ने, को गठबन्धन गर्ने, को मिल्ने र आफ्नो विचार बोकेर जाने भन्ने कुरा पछि रहन्छ। धन्यवाद।